Hello everyone अनि कामरिमो सो वेलकम ब्याक टु माई मिनी भिडियो है अनि यो भिडियो चाहिँ मेरो 3rd of August 2026 को भिडियो है यतिखेर चाहिँ म चाहिँ मेरो आफ्नो नानीसँग चाहिँ एउटा मेमोरिज हुन्छ भनेर चाहिँ भिडियो बनाइरहेको थिएँ किनभने तपाईँहरू सम्पूर्ण सबैजना थाहा भएकै कुरा कि मेरो चाहिँ ट्रिटमेन्ट चल्दैछ भनेर सो त्यो कारणले गर्दाखेरि चाहिँ म चाहिँ आफ्नो नानीलाई छोडेर टाढो हुनु परिरहेको छ हो एकदमै धेरै मन दुख्दैछ आफ्नो नानीलाई आमा भएपछि चाहिँ छोडेर आउनुको लागि बुझ्ने जान्ने भएको भए पनि हुन्थ्यो अब उसले यत्रोमा केही बुझ्दैन पनि जान्दैन पनि है आफ्नो आमा आफ्नो पापाहरू मात्रै उसले अब आवाजले गर्दाखेरि महसुस गर्नु सक्दो रहेछ है नानीहरूले अनि म चाहिँ यहाँनिर नानीलाई जिस्काउँदै थिएँ स्माइल गर्दै न स्माइल गर्दै चाहिँ कति ह्यान्डसम छ ऊ यसरी खेल्दा उसरी रमाउँदा है आफूलाई पनि खुसी लाग्दो रहेछ अब के गर्नु है यो भिडियो चाहिँ मेरो नानीले पनि पछिसम्म देख्छ हेर्छ भनेर चाहिँ बनाएको हो है मलाई भ्युज मात्रै होइन तर मेरो नानीलाई एउटा मेमोरिज हुन्छ भनेर चाहिँ मैले बनाएको हो पछि गएर नानीले हेर्छ है मम्मा एकदम ठिक भएर आउँछ होइन अनि मम्माले तिमीलाई छोड्नु त मन थिएन तर के गर्नु टाढो आउनै पर्ने भयो है आफ्नो हेल्थ ठिक छ भने नानीलाई पनि आफूले पछिसम्म हेर्नु सकिन्छ नि त सो त्यही भएर म त एकदम मन दुखिरहेको थियो के गर्नु अब नानीको छेउमा केही गर्नु पनि सक्दिनँ है अस्ति पनि हामी ट्रिटमेन्टको लागि आउँदाखेरि 2 दिनको लागि हामी यतै स्टे गरेको थियौँ एन्ड देन हामी ब्याक टु होम भएको थियो है त्यतिखेर पनि नानीले एकदम मन दुखाएर रुएर गरेको थियो है त्यहाँदेखि त मलाई छोड्नै नमानेर हो अनि फेरि टाढो भयो एकदम मिस छु म चाहिँ मेरो बेबीलाई देखिहाल्नु भयो होला है भिडियोमा यतिखेर चाहिँ मैले चाहिँ नानीसँग भिडियोमा नै फोटो क्लिक गर्दै थिएँ होइन अनि नानी र मेरो हुनु त ऊ र मेरोमा चाहिँ केही पनि सिमिल्यारिटिज छैन है फेसियल स्ट्रक्चरदेखिको लिएर बानी बेहोरा सबै ऊ चाहिँ उसको ड्याडीपट्टि गएको छ पापापट्टि गएको छ है अनि र पनि मैले त्यहाँ सोधिरहेको थिएँ ऊ चाहिँ को जस्तो छ कमेन्टमा भनिदिनुहोस् होला भन्दै थिएँ है ऊ चाहिँ उसको पापापट्टि गएको छ नि त तर अब कतिपयलाई अब लाग्नु सक्ला म जस्तो पनि छ भनेर सो त्यही भएर चाहिँ मैले चाहिँ भिडियो बनाइरहेको थिएँ होइन अनि यो मोमेन्टमा चाहिँ मलाई चाहिँ एकदमै मन दुखिरहेको थियो आफ्नो नानीलाई छोड्नुको लागि हुन त ऊ आफ्नो जुजु बोजू जुजु बाजेसँग बस्छ है अब त्यस्तो केही पनि प्रब्लमहरू पर्दैन ऊ अब उहाँले सबै गरिदिनुहुन्छ र पनि अब हुन्छ नि अब आफ्नो नानी है म चाहिँ उसले चाहिँ अब बुझेकै जस्तो रोइरहेको थियो किनभने मैले उसलाई चाहिँ भन्दै थिएँ नि त अब मम्मा चाहिँ जान्छ मम्मा फेरि आउँछ ठिक भएर अनि तिमीसँगै बस्छ भन्दै मैले चाहिँ उसलाई भन्दै थिएँ हो अनि उसको पापा पनि आइसकेको थियो अनि उसको पापा र उसको चाहिँ यसरी नै प्ले टाइम भइबस्छ बात गरिबस्छ दुईजना चाहिँ सो यति नै हो मेरो भिडियो है के भन्नु र अब छिटोसँगले राम्रोसँगले सबै ट्रिटमेन्ट सक्सेस भएर एकदम राम्रोसँग रिकभरी भएर म फेरि पनि मेरो आफ्नो बेबीसँग ब्याक भएर है आफ्नो बेबीलाई आमाको माया दिन सकौँ होइन केयर दिन सकौँ उसँगै बस्न सकौँ भन्ने चाहिँ म प्रे गर्दैछु है तपाईँहरू सम्पूर्ण सबैजनाले पनि मेरो लागि प्रे गरिदिनुहोस् होला ओके थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो टिल द एन्ड
बाई बाई सी यू अल इन नेक्स्ट भिडियो तपाईँहरूलाई म अपडेट दिँदै गर्छु नि यस